वेलकम ब्याक टु माई च्यानल र सबैजनालाई गुड मर्निङ। र आज चाहिँ हामीहरू ताक्छाङ जाँदैछौँ है। त ताक्छाङ लुकेट हियर होइन, पानी पनि पर्ला जस्तो छ। बाइचान्स भएर पानी पऱ्यो भने चाहिँ छाताहरू नि छैन, साह्रो पर्छ आएछ। गेस्टहरू कतिजना चाहिँ यहाँ माथि गइरहेछ, कतिजना चाहिँ यहाँ मुनि साइडमा छ। यस्तो हिलो भएको छ नि त बाटो चाहिँ आज एकदम, बाटोहरू एकदम हेभी हिलो भइरहेछ आज चाहिँ। र ओके, अब चाहिँ हामी भर्खर स्टार्ट मात्रै गरेछ। कतिजना चाहिँ ताक्छाङ बेसबाट फर्किसकेका अवस्था छ यहाँनिर एकदम फर्केर। कोही उमाथि यहाँनिर उनीहरूको ब्रिफिङहरू होला सायद भइरहेछ माथि। सो कतिजना आइरहेछ। एनिवे आज चाहिँ एकदम दामी इन्जोयबल भएको छ डे चाहिँ। एकदम घाम पनि लागिरहेछ मजाले होइन। सो आजको दिन चाहिँ जे होस् बब्बल हुँदैछ है। यतापट्टि ब्रिफिङहरू पनि भइरहेको छ, ब्रिफिङहरू हेभी भइरहेछ यहाँनिर चाहिँ। पैदल जाँदाखेरि चाहिँ हिँडेर अलिक साह्रो पर्नेहरूलाई चाहिँ यहाँबाट घोडाहरूको पनि छ व्यवस्थाहरू एकदम दामीसँगले छ। घोडा चढेर जाने पनि एकदम छ यहाँनिर। सबै यहाँ बेसबाट अब स्टार्ट गर्दैछ, झर्ने स्टार्ट हुँदैछ यहाँनिर। सानो बच्चा पनि रहेछ यहाँनिर, घोडाको बच्चा लिया त्यसो त कम्ती पानी तागु 1400 पानी गेम दिसी गेम नि त्यो डुबी के कम्ती मास डुबी के से मुला न खुइन बल ए मेमेगा देबे जिता त नि से मुला लस वाह घोडा देखि चाहिँ म हेभी डर लाग्छ साथी यहाँनिर। सोधेको 1400 अरे होइन। र म यहाँ माथिबाट चाहिँ ताक्छाङ देखाउँछु। त्यो यहाँ बेस चाहिँ यहाँ हो। सो ओके, हामी ताक्छाङ माथि खास पुग्नुपर्ने चाहिँ माथि डाँडा। माथि यहाँ देख्दैछ नि ठुलो डाँडा, यहाँ माथि हो त गाइस। दुई भाइ चाहिँ लाग्यौँ अब यहाँबाट टिक्रुक कता हिँडेको बिजुली बालेर हट भएर पट भएर। अब चाहिँ लागेकै बिजुली बालेर चाहिँ दुई भाइ चाहिँ ठक्कै यहाँबाट मा गयो। फर्स्ट टाइम अरे फर्स्ट टाइम आज चाहिँ पुग्नुपर्ने चाहिँ माथि हो नि, फेरि माथि डाँडामा फर्स्ट टाइम होइन। ल बाँकी भन्ने यहाँनिर हेर्नेहरूलाई एकदमै राम्रो हो। सबैजनाको हामीहरू सबैजना राम्रो हौँ भन्ने मेरो विचार छ, मनमा छ। अन्त त्यति नै, अब त्यति नै भगवान्ले हामीलाई सधैँभरि हेरिरहोस्। हामीलाई सबैजना हाम्रो गाउँ घरमा निसन्च सुविस्ता बस्नु पाऊँ हामी सबैजना। त्यहाँबाट त्यति नै हो। हजुर, पानी पऱ्यो भने आज छाता छैन त हाम्रो। अन्त निको छ निको छ हामीलाई पानी भित्दै आउने हो। हजुर, आज माथि जान्छ फेरि माथि त्यो टाउकोमा देख्दैछ नि, सानो देख्दैछ होइन, त्यो माथि जानुपर्छ आज हामी दुईजना चाहिँ। ल हुन्छ हुन्छ। भएर हिँड्नु सक्यो भने खाजा नि के बोकेको छैन र स्न्याक्सहरू पनि बोकेको छैन, यस्तो हिँडेको छ। सो ओके, अब चाहिँ यहाँ ताक्छाङ बेसबाट चढ्यो, म माथि पुगेर देखाउँछु त ल। ओके, इयर्सहरू सबै मेन्सन गरेको छ, ब्राउन ओक। सो यस्तो छ आजको चाहिँ। साइडतिर रोडोडेन्ड्रन पनि फुलिरहेको छ यहाँनिर, ग्रासको फुल। गुरासाको फेदा मुनि सम्झनाको छाया जहाँ गए किन लाग्छ मलाई तिम्रो माया। छोडिरहेर चाहिँ जानुपर्ने चाहिँ उनीहरू चाहिँ अलिक ढिलो हिँड्ने खालको परेछ हो। र हेलो गुड मर्निङ। सो अब चाहिँ उनीहरू अलिक ढिलो हिँड्ने रहेछ। सो हामी चाहिँ छिटो हिँड्ने खालको पऱ्यौँ हो। त्यसले गर्दा यिनीहरूलाई छोडेर जाँदैछौँ है त। सुड्डुहरूलाई साह्रो पर्दैछ हिँड्नु एकदम। हामीलाई कस्तो साह्रो परिरहेको छ, सुड्डुहरूलाई साह्रो पर्दैछ नि। अघि आएको तलको बेस, अघि हामीले जर्नी स्टार्ट गरेको बेस चाहिँ यहाँ मुनि देख्दैछ गाइस। तल म चाहिँ यताबाट सर्टकट हिँडिदिन्छु है त। सर्टकट ठक्कै हिँड्यो भने चाहिँ बाटो धेरै कभर गर्नु पर्दैन नि त होइन। यहाँनिर चाहिँ यो चतुरेहरू जस्तो परबाट घुमेर गयो भने चाहिँ साह्रो पर्छ, हामीलाई ढिलो हुन्छ हो। र सर्टकट टक्कै हिँडिदिनुपर्छ नि त माथि। त्यसले गर्दा चाहिँ यहाँ रोडोडेन्ड्रनहरू यस्तो फुलिरहेछ क्या बाटोभरि होइन।
ताक्छाङ चाहिँ अलमोस्ट लाइक अब चाहिँ यहाँबाट पुगिसकेको छ माथिल्लोपट्टि यहाँनिर नजिक देखाउँछ घोडाहरू चाहिँ यहाँनिर घोडाहरू सबै मान्छेहरू लिएर आएर चाहिँ यहाँ बसिरहेको अवस्था रहेछ घोडाहरू अलमोस्ट हाम्रो डेस्टिनेसनमा चाहिँ हिट गरिसकेको छौँ हामी दुईजनाले चाहिँ डेस्टिनेसनमा लुके थियो सबै यो उँभो जाने मान्छेहरू अहिले चाहिँ रेस्टरुमहरू युज गर्नु पऱ्यो भने चाहिँ यहाँबाट जान्छ ताक्छाङ क्याफे भनेर यहाँनिर चाहिँ लुके थियो ताक्छाङ कफी यहाँनिर होइन यहाँनिर तिमी बसेर ब्रेकफास्टहरू टी कफीहरू खाएर आरामले फेरि तपाईँको जर्नीलाई फेरि प्रोसिड गर्नु सक्नुहुन्छ यहाँ त क्याफेबाट आउनेहरू मुनि क्याफेबाट आउनेहरू चाहिँ मजाले लेभलै मिल्दैन नि त हामी तलबाट हिँडेको अलमोस्ट लाइक हाफ एन आवर भयो होला होइन र यिनीहरू चाहिँ हिँड्नु साह्रो परिरहेछ र हाम्रो चाहिँ अलिकति फिजिकल स्टामिना भएर चाहिँ यिनीहरूभन्दा चाहिँ अलिकति छिटो हिँड्नु सक्दो रहेछ यो रोडमा चाहिँ कस्तो छ त हेलो मर्निङ वे फ्रम India. India. Where have you come from? The Bhutanese local. Oh, Bhutanese local. Yes, Wow. yes. Are you coming I came with my uncle. Oh, nice. यो रुखमा चाहिँ झार देख्छ नि यो झार चाहिँ एकदमै खतरा खालको झार हो है हेलो गुड मर्निङ यो खाल चाहिँ यो चाहिँ एकदम खतरा खालको झार हो स्पिनिच मोसेस भन्छ यसलाई चाहिँ होइन यो चाहिँ अलमोस्ट लाइक एलवेस 2000 प्लसमा मात्रै यो उम्रिन्छ नि त त्यसले गर्दा यो चाहिँ जहीँ त्यहीँ देख्नु पाउँदैन यो खालको झार चाहिँ रुखमा हेर्नु कस्तो मजाले आइरहेछ बोलेर साह्रो पऱ्यो Yeah, you are returning back? Yeah, Okay. Where you came from? Bangalore. India. Bangalore, okay. How So, about you? I'm local. here. Local. Yes. Oh, Yes. super. You alone? Yeah. Where's your guide? Others have stopped by the cave. But to the point in 2 hours 15 minutes. 2 hours 15 minutes. Yes. You came early morning? I left at 7, so 9:15 I was there. Wow, that's amazing. No, It's I amazing. think you guys make You it are so faster. great. Okay. Take care. Okay, good to see you. So, तलबाट चाहिँ नन स्टप तलबाट चाहिँ हिँडेको चाहिँ अलमोस्ट लाइक 40 मिनट्स जस्तोमा चाहिँ हामीले कभर गरिसकेका छौँ यहाँनिर होइन वान वे चाहिँ साह्रो पऱ्यो कतिको साह्रो पऱ्यो साह्रो परेको छैन अहिले आधा तिमीहरूलाई थाहा छ कि छैन यहाँनिर यो होकाको बारेमा चाहिँ यहाँनिर चाहिँ दुलो छ नि त यहाँबाट मुनि यस्तो पस्ने यहाँबाट दुलो छ यहाँबाट पसेर चाहिँ यहाँ माथिल्लोपट्टिबाट निक्लिने केप चाहिँ साथी हो यो केपमा चाहिँ यहाँनिर मैले पहिला साथीहरूले कुरा गरेको सुन्दाखेरि चाहिँ होइन त्यो तलबाट पसेर चाहिँ यस्तो माथिबाट निक्लिनु सक्यो भने चाहिँ एकदम पाप नगरेको मान्छे चाहिँ त्यसरी निक्लिनु सक्छ अरे नि त र त्यहाँनिर इनकेस त्यहाँभित्र अड्के छिर्नु सकेन भने चाहिँ पुरा पाप गरेको भनेर त्यस्तो खालको एउटा बिलिफ छ नि त होइन पहिलाको फाइनली गाइस ताक्छाङ पुगेको छ ताक्छाङ लुक एट हियर ब्रो लुक एट हियर व्हाट इज रिटन अन दिस बोर्ड लुक एट हियर गाइस लुक एट हियर होइन यस्तो खालकोहरू चाहिँ पढेर हेर्नु है साथी म चाहिँ पढ्नु भ्याएन दिस इज द भ्यू पोइन्ट लुक एट हियर गाइस सबैजना चाहिँ यहाँनिर हेरेर बसिरहेको छ अब यहाँबाट चाहिँ डाउन जानुपर्छ मुनि अलिकति डाउन हिल जानुपर्छ लुक एट हियर